सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आई होप तपाईँ सबैजना सजायमा हुनुहुन्छ होला। अनि म पनि अब ठिक छ। धेरैजनाले मलाई सोधिरहने प्रश्न, विदेश मलेसिया आउनका लागि चाहिँ के गर्नुपर्छ, मलेसिया कुन कुन ठाउँ जानका लागि यो कम्पनी पनि खुलेको छ कि छैन भनेर धेरैजनाले मलाई प्रश्न गरिराख्नु भएको हुन्छ। मलाई पनि त्यति धेरै जानकारी चाहिँ छैन। मलाई जति जानकारी छ मभन्दा एकदमै ज्यादा जानकारी गरेको मसँग एकजना साथी हुनुहुन्छ आज। उहाँसँग चाहिँ थोरै कुराहरू बुझ्ने अनि मेरो फेसबुक पेजमा अनि उहाँको युट्युबमा पनि हामी उहाँबाट सेन्ड गर्छौँ। अनि त्यहाँबाट तपाईँहरूले धेरै कुराहरू सिक्न सक्नुहुन्छ। वैदेशिक रोजगारका लागि चाहिँ कसरी जाँदा ठिक हुन्छ, के गर्दा ठिक हुन्छ भनेर चाहिँ म उहाँलाई चाहिँ कुनै क्वेसनहरू राख्छु, उहाँले प्रश्न दिनुहुन्छ। अब उहाँकै छोटो मिठो परिचयबाट सुरु गरौँ। मलाई त सबैजनाले चिन्नुहुन्छ, नचिन्ने जतिलाई सबैजनालाई फेरि पनि नमस्ते। मेरो नाम चाहिँ ईश्वर अनि हर्षे खोटाङ, हालको बसाइ मलेसियाबाट तपाईँहरू माझमा जोडिएको छु। ल हुन्छ, तपाईँको छोटो मिठो इन्ट्रोडक्सनसँगै त्यसो कुनै कुराहरू आज। हस् त ईश्वर सर, धन्यवाद यहाँलाई। मेरो छोटो मिठो परिचय दिनुपर्दाखेरि मेरो नाम विकास पहाडी, घर सुन्दली जिल्ला, हालको बसाइ मलेसिया, जोरबारू। हालको समयमा नेपाली युवाहरू मलेसियामा रोजगारको सिलसिलामा आउने क्रम एकदम बढ्दो रहेको छ। यो समयमा चाहिँ विभिन्न तपाईँको मेन पावर कम्पनीहरूले नेपाली युवाहरूलाई दुःख दिने र लुट्ने काम गरिरहेको हुँदाखेरि म के भन्न चाहन्छु भन्दाखेरि आम नेपाली दाजुभाइहरू मलेसिया आउन खोजिरहनु भएको उहाँहरूलाई सानो सल्लाह, तपाईँहरूले मेन पावर कम्पनीलाई पैसा नदिएर पनि मलेसिया आउन सक्नुहुन्छ। हालसम्म धेरै साथीहरूले धेरै पैसा तिरेर मलेसिया आइरहनु भएको हुँदाखेरि यहाँहरूलाई के सुझाव दिन चाहन्छु भन्दाखेरि तपाईँहरू मलेसिया आउनको लागि 1 रुपियाँ पनि पैसा तपाईँहरूले तिर्न पर्दैन। तपाईँहरू सही ठाउँमा गएर आफ्नो पासपोर्ट पेस गर्नुहोला। र यस्ता मेन पावरहरू नेपालमा हालै 8-9वटा मेन पावरहरूले एकदम बहुत चर्चित तरिकाले नेपाली युवाहरूलाई विदेश पठाइरहनु भएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै, अब कसरी त्यो सम्बन्धित मेन पावर समक्ष पुग्ने भन्ने कुरो तपाईँहरूको मनमा खुल्दुली भइरहेको होला र डिमान्डहरू आएको कसरी थाहा पाउने त, र फ्री भिसा फ्री टिकट पाउने मेन पावर कसरी थाहा पाउने भन्ने विषयमा तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरू काठमाडौँ गएर काठमाडौँका अधिकांश ठाउँहरूमा फ्री भिसा फ्री टिकट काम गर्ने मेन पावरहरू तपाईँहरूले खोजी गर्नुपर्ने हुन्छ। र त्यहाँ गएर तपाईँहरूले डाइरेक्ट अफिसमा गएर मेन पावर अफिसमा गएर डाइरेक्टर अथवा त्यहाँका कर्मचारीहरूलाई भेटेर डिमान्ड आएको छ कि छैन भनेर तपाईँहरूले जान्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। र तपाईँहरूले मेन पावर कम्पनीभन्दा बाहिर तपाईँहरूले कसैले चाहिँ नि मैले देखेको छु, म तपाईँहरूलाई फ्री भिसामा पठाइदिन्छु भनेर फकाउने, तपाईँहरूलाई ललाइ फकाइ गर्ने गरिरहेका हुन्छन्। उहाँहरूबाट अलिकति सचेत रहनु होला। उहाँहरूले चाहिँ तपाईँहरूलाई ल्याइदिए बापत फ्री भिसा फ्री टिकट पाउने ठाउँमा ल्याइदिइसकेको भनेर तपाईँहरूसँग केही रकमहरू माग्न सक्नुहुन्छ। उहाँहरूलाई बिल्कुलै तपाईँहरूले नदिनुहोस्। तपाईँहरूको आफ्नो ठाउँमा आफ्नो तरिकाले हेर्नुहुन्छ, त्यो तपाईँको ठाउँमा छ। र उहाँहरूले तोकिएर मागिएको अवस्थामा तपाईँहरूले पैसा दिन जरुरत छैन भन्दै म नेपाली युवाहरूलाई मलेसिया आउँदाखेरि सहज र सजग रहनलाई
आग्रह गर्दछु। हस् हुन्छ, थ्याङ्क यू सो मच। उहाँ हुनुहुन्थ्यो विकासजी, हामीसँग जोडिनुभयो। कसरी नठगिकन विदेश आउने त, कसरी पैसा नतिरिकन आउन सकिन्छ र भनेर यस विषयमा धेरै कुराहरू जानकारी दिनुभएको छ। यति भने चाहिँ तपाईँहरूले बुझ्नुभयो होला आशा गर्छु। अनि मलेसियाबाट चाहिँ कुन कुन ठाउँबाट भिसा गइरहेको छ त, कुन सेक्टरबाट भिसा गइरहेको छ त भनेर चाहिँ तपाईँहरूलाई नेक्स्ट भिडियोमा म जानकारी दिन्छु उहाँलाई राखेर। हुन्छ, थ्याङ्क यू सो मच। अहिलेसम्म हामीलाई हेरेर सुनेर साथ दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद, धेरै धेरै माया। मिस यु अल, लभ यु अल गाइज।